दबाएर मारेर तपाईँले प्रेसर कुकरमा सिटी लगाएर खान चाहनुहुन्छ भने म तयार छु। आउनुहोस्, मार्नुहोस्, केही छैन। तर मर्नु तापनि हाम्रो सही युवा शक्ति नेपाल सदा उच्च रहनेछ। हामीलाई ढोकामुक्ता लगाएर ठुल्टी काम गरिएको छ, खुनाइने काम गरिएको छ। यो विषयमा हामी फोहोर घोषणा पनि गर्दछौँ। जस्तै आज सामेलबाट आइरहेको हामीले पुलिसले भएको त लठीचार्ज भएको छ। के कारणले किन हामी ढुङ्गामुढा गर्न गएका थियौँ, त्यहाँ पुलिसले हामीले लठीचार्ज गरेका थियौँ, ढुङ्गामुढा गरेका थियौँ। यो सरकारले किन स्वतन्त्र सार्वभौम संस्कृति भनेर चाहिँ संविधानमा लेख्ने सार्वभौम संस्कृति भनेको के हो, त्यो प्रश्न तपाईँहरूलाई म सोध्न चाहन्छु। तर तपाईँहरूले दमन गर्न सक्नुहुन्न अझै पनि। नेपालमा आधा भन्दा बेसी जनता गाँजाको पक्षमा रहेको जानकारी गराउन चाहन्छु। यति भन्दै म सम्पूर्ण साथीहरूलाई हाम्रो हरेक कार्यक्रममा जोडिन हुन पनि अनुरोध गर्न चाहन्छु। देशमा कानुन चलाउने हो भने सही तरिकाले चलाइयोस्, नियम लागू गर्ने हो भने सम्पूर्णलाई एउटै नियम लागू गरियोस्। म यो भन्न चाहन्छु, जस्तै 84-85 74-75मा मुद्दा चलाएर ठगी मुद्दा व्यवसायी मुद्दा लगाएर मान्छे समाउँदै गर्दै आएका यो सरकारले यसलाई तुरुन्तै खारेज गरियोस्। विभिन्न सम्पूर्ण वकिल भ्रष्टाचारहरू यहाँ रहेका न्यायाधीश साहबहरूलाई पनि यो आग्रह गर्न चाहन्छु। किनकि 74-75मा लगाइएको मुद्दा कसैमाथि मैले सुन्दै आएको छु। म गाउँ घुम्दै गर्दा 74-75मा मुद्दा लगाउन प्रतिवादी भएन नराखिकन तपाईँलाई एकपक्ष मुद्दा फैसला गरेर अहिले खनाल्दै गएको अवस्था हामीले देखेका छौँ। यो खराबी शासन होइन भन्न म चाहन्छु। यो मुद्दा खारेज गरियोस् भन्न पनि चाहन्छु। यति भन्दै गर्दा आज सही युवा शक्ति नेपालका विद्यार्थीहरू जनताको भुक्तभोगीमा बस्छ तपाईँहरूका र राष्ट्रप्रति सधैँभरि भोटमा भोटमै आगै बनिरहनु भएका हाम्रा जुधारू अध्यक्ष पशुपति खड्का शिवराली आफ्नो ठुलो शब्द राखेर नेपाली जनताको हरेकको मनमा पुग्न सक्ने शब्दको खोजेर बोलिदिन हुन पनि अनुरोध गर्न चाहन्छु। हामी युवाहरूको जेन्जीहरूको मन र मस्तिष्कमा बस्न सफल हाम्रो युवाहरूको ढुकढुकी मनको ढुकढुकी युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष बसबै टाइगर अब 2वटा शब्द राख्नुहुन्छ। उहाँलाई चाहिँ हामी सबैले ताली बजाएर उहाँको जिन्दाबाद एउटा माइक चाहिँ सानो यस्तो माइक हराएको चाहिँ कसैले चाहिँ पाउनु भएको छ भने अगाडि ल्याएर बुझाइदिनु हुन म अनुरोध गर्न चाहन्छु। त्यो सानो माइक कसैले पाउनु भएको छ भने सहयोग गर्नु होला। आज साई युवा शक्ति नेपालको 15औं स्थापना दिवसको उपलक्ष्यमा सहभागी हुनुभएका आम राष्ट्रवादी राजभक्त जनसमुदाय पत्रकार मित्रहरू सुरक्षाकर्मी साथीहरू लगायत सम्पूर्ण आम नेपाली जनसमुदाय, सर्वप्रथम नेपालमा चुनाव सम्पन्न भएको छ र त्यो चुनावले चाहिँ गणतान्त्रिक व्यवस्थाको विकल्पको रूपमा खडा भएको राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने बालेन शाहको लहरलाई साथ दिँदै अहिले नेपालको प्रधानमन्त्रीको रूपमा रहनुभएका बालेन शाहलाई म हार्दिक शुभकामना तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु। र हामीले सरकार बनेसँगै राम्रो कामको थालनी भएको कारणले बालेन सरकारलाई समर्थन गर्दै आजको यस दिनमा भागेको राष्ट्रपति खारेज गर्नुपर्छ भन्ने मूल मुद्दाका साथ आज हामी माइतीगढ मण्डलमा जनतामा साई युवा शक्ति नेपालको 15औं स्थापना दिवस मनाइरहेका छौँ। सहभागी सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। हाम्रा जेन्जी उमेर समूहका जुधारू राष्ट्रवादी युवाहरू सहभागी हुनुभएको छ। हाम्रो धेरै राष्ट्रवादी साथीहरू यहाँ जोडिनु भएको छ। सबैलाई म
स्वागत पनि गर्न चाहन्छु। हामी शाही शक्ति नेपाल स्थापना कालदेखि नै यो नेपालमा गणतान्त्रिक व्यवस्था विदेशी व्यवस्था हो। यो नेपालको नेताहरूलाई विदेशीले खेताला बनाएर भारी बोकाएर पठाएको गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षता र यो संघीयता माटो सुहाउने व्यवस्था होइन, यो खारेज हुनुपर्छ भन्दै स्थापना कालदेखि शाही शक्ति नेपालले निरन्तर सडक सङ्घर्ष, सडक आन्दोलन, जनदबाव, गोलसभा, आमसभा गर्दै आएको छ। जनताको सहभागिता र जनताको साथ पनि व्यापक रूपमा पाएको छ। त्यही भएर अहिले हामी 15 वर्षसम्म आउन सफल भएका छौँ। साथ दिने सम्पूर्ण आम जनसरकारमा धन्यवाद दिन चाहन्छु। शाही शक्ति नेपालले नेपालका राष्ट्रसभा फर्काउने दुईटा बाटो, एउटा संवैधानिक बाटो पिटिआई लिएर आएर, अर्को भनेको सडक सङ्घर्ष, शान्तिपूर्ण सडक आन्दोलन। यो पनि रिङ रोडै भनी जनताले कब्जा गरेपछि शान्तिपूर्ण सडक आन्दोलनबाट नेपालमा हामीले व्यवस्था पार्न सक्छौँ भन्ने उद्देश्यका साथ हामी अहिले पनि सडकमा छौँ। हामीले बारम्बार भनेका छौँ संवैधानिक बाटोबाट राष्ट्रसत्ता फर्काउन एउटा पार्टीको 2/3 चाहिन्छ, त्यो पनि राप्रपाकै चाहिएला। तर अब अहिले चाहिँ राष्ट्रसत्ता बोकेको पार्टी भन्दा नि गणतन्त्रको विकल्पको रूपमा खडा भएको जनताको काम गर्ने बाले शाहले जुन 2/3 मत प्राप्त गर्नुभएको छ, उहाँले चाहिँ संवैधानिक बाटोबाट राष्ट्रसत्ता फर्काइदिनु भयो भने यो सडक शान्त हुने। किनकि अहिले यदि यो सडक शान्त थियो भने नेपालमा पटक पटक राजाको पक्षमा ठुला ठुला आन्दोलन भए, त्यहाँ शाही शक्ति नेपालको अहम भूमिका रहे। शाही शक्ति नेपालले साथ नदिएका राष्ट्रसत्ता पक्षका ठुला आन्दोलन त्यो छँदै छैन। हाम्रो सहभागिता भएरै त्यो आन्दोलनहरू ठुला भएको हामीले पाएका छौँ, जनताले पनि साथ दिएका छौँ। अब श्रीमान ज्ञानेन्द्र सरकारको गत वर्ष फागुन 25 गते जसरी पोखराबाट काठमाडौँ यति सवारी भयो, त्यहाँ 10 लाख जनताहरूको सहभागिता भयो। त्यो जनताले शान्तिपूर्ण रूपमा श्रीमान ज्ञानेन्द्र सरकारको गति आराम चाहेका थिए। तर त्यो दिन निर्मल निवासमा राजा गइबक्स्यो, जनता शान्त भएर घर फर्कियो। भनेपछि अहिलेसम्म राजाले शान्तिप्रेमी पनि राजा, देशभक्त पनि राजा, यो माटोको माया गर्ने पनि राजा, जनताको माया गर्ने पनि राजा, जनताको सुख शान्ति समृद्धिको लागि सोच्ने पनि राजा। अरू कुनै दल पार्टी नेता राष्ट्रपतिले जनताको विषयमा सोच्दै सोचेन। यदि राजाले उक्त दिन फागुन 25 गते शीतल निवास कब्जा गरौँ भने के हुन्थ्यो होला, कति मान्छे मर्थ्यो होला। यदि राजाले 63 सालमा म गद्दी छोडिनँ अर्को 1000 मान्छे मार्छु भने के हुन्थ्यो होला। त्यस कारणले सधैँभरि जनताको चिन्ता गर्ने, सधैँभरि देशको चिन्ता गर्ने श्रीमान ज्ञानेन्द्र सरकारको गद्दी आरोप नहुँदा आज हामी अनाथ भएका छौँ। त्यो नारायणीमा राजा नहुँदा आज हाम्रो नेपालको सम्मान, इज्जत र प्रतिष्ठा, गौरव मिटिएको छ। दलले सिफारिस गरेको राष्ट्रपति नागरिकता वृद्धि, अपराधी छुटाउने, दलको काम गर्ने, कार्यकर्ताको रूपमा खडा हुने, त्यो बाहेक नेपालको 3टा राष्ट्रपति फेरि, त्यो बाहेक यी राष्ट्रपतिहरूले के काम गर्ने? नागरिकता वृद्धि, जनतामा भ्रष्टाचार गर्ने र चाहिँ के अरे अपराधीहरूलाई छुटाउने, अलिकति मान खाने, त्यो बाहेक यो राष्ट्रपतिले देश जोन गर्नु बाहेक अरू केही काम गरेकै छैन। अनि पटक पटक दलको राष्ट्रपति 5 वर्षमा फेरेर त्यो ऋणको भारी बोकाएर त्यही राष्ट्रपतिलाई पूर्व राष्ट्रपति बनाउनु परेछ, सेवा सुविधा दिनु परेछ, फेरि अर्को आउँछ, फेरि अर्को आउँछ। 50 वर्षमा त राष्ट्रपति फेर्दा फेर्दै हाम्रो देश कङ्गाल हुन्छ। त्यसैले हामीले भन्न चाहेका छौँ राष्ट्रपतीय सिस्टम फाल्नु पर्यो। अहिले 2/3 नजिकको सरकार बनेको छ, त्यहाँ हाम्रो राष्ट्रवादी पार्टी राप्रपालाई मिसाएर 2/3 पुरा भइहाल्यो। त्यसपछि ज्ञानेन्द्र सरकारको संवैधानिक बाटोबाट शान्तिपूर्ण तवरबाट चाहिँ गद्दी आरोपको मिति तय गर्नुहोस् बाले शाह। अब यहाँ देखिन्छ धेरै कुरा। हामीले आज यो देश अशान्त किन छ? आज राजा नहुँदा अहिलेसम्म हामी शान्तिपूर्ण आन्दोलनको बाटो अवलम्बन गरेका छौँ। पटक पटक हामीले गरेका आन्दोलन सधैँ शान्तिपूर्ण छ। तर जनता व्यापक रूपमा राजाको पक्षमा वर्षौँदेखि छटपटाइरहेको छ। कसरी ल्याउने राजा, कहाँबाट ल्याउने राजा, कहिले ल्याउने राजा, हामीलाई राजा चाहियो भनेर आज जनताले ती आवाजहरू गुन्दै माग गराएको कारणले चाँदै राजाको बाहेक अरू कसैको कुरा हुँदैन। अहिले त्यति चाहना जनतामा छ राजाको। अब मैले जनतालाई भन्ने गरेको छु, तपाईँहरू आउनुहोस्,
फेसबुकमा लेखेर राजा पुरस्कार हुँदैन। राजा चाहियो भनेर तपाईँ हामीले चोक चोकमा चाहिँ कल गरेर नेपालमा राष्ट्रपति पुरस्कार हुँदैन। त्यस कारण हामीले के भनेका छौँ भन्दा चाहिँ तपाईँ हामी नेपाली जनताले एक पाइला सडकमा आएर शान्तिपूर्ण हिसाबले रिङ रोडमा हामी रिङ रोड किनेर बस्ने हो भने नेपालमा राष्ट्रपति पुरस्कार हुँदैन, शान्तिपूर्ण आन्दोलन मार्फत। त्यस कारणले हामीले शान्तिपूर्ण बाटोबाट राष्ट्रपति पुरस्कार गर्ने आन्दोलनलाई निरन्तर रूपमा अगाडि बढाएका छौँ। शाही युवा शक्ति नेपालको अबको स्थापना दिवस श्रीमान केन्द्र सरकारको नारायणीमा गोती आरोप जनताको चाहिँ उहाँहरूमा हाँसो खुसी त्यो अवस्थामा अर्को उत्सव मनाउनु पाइयोस् भन्ने म जनतामा त्यो कुरा व्यक्त गर्न चाहन्छु। र अहिले हेर्नुहोस् जेएनजी आन्दोलनको 22 र 23 जेएनजी आन्दोलन पनि व्यवस्था परिवर्तनको लागि भयो। जेएनजी आन्दोलनको उद्देश्य व्यवस्था फाल्ने, राजा ल्याउने, हिन्दू राष्ट्र ल्याउने, भ्रष्टाचारलाई कारवाही गर्ने जेएनजीहरूको चाहना थियो। आज नेपालमा राष्ट्र संस्थाको पक्षमा लगभग चाहिँ 80% भन्दा बढी जेएनजीहरू राजनैतिक पक्षमा छ। आज बालेन शाहलाई जनताले किन जिताएर पठाए? बालेन शाहले भेटे राजा देउलान् कि त्यो चाहना राख्थे आज दुईटै एनर्जीको मत लिएर पठाए। त्यस कारणले हामी यो भन्न चाहन्छौँ कि हिजो 65 आन्दोलनभन्दा पहिला भारतको भूमिमा गएर 12 बुँदे समाजवादी गर्ने गणतान्त्रिक चाहिँ व्यवस्था ल्याउने हतियारहरू असफल भइसके। त्यो गणतन्त्रको विकल्पको रूपमा आज बालेन शाह प्रधानमन्त्री भएर आएको कारणले अब गणतन्त्रको कुनै औचित्य छैन, गणतान्त्रिक व्यवस्थाको कुनै औचित्य छैन। गणतन्त्रको बहस गर्नु बेकार छ, किनकि नेपाल निर्माण गर्यो राष्ट्र संस्थाले। आज त्यो राष्ट्र संस्था थिएन भने हामी नेपाली हुन्थेन। 22-24 राज्यमा अझै पनि काका लडाइँ गरिरहेको थियो। त्यस कारणले जसले नेपाल बनायो, जुन राष्ट्र संस्थाले नेपाल बनायो, त्यो राष्ट्र संस्थालाई चाहिँ नेपाल र नेपालीको माया कसैले पनि हुँदैन। त्यो कुरा चाहिँ म जनताले चाहिँ ध्यान दिएर बुझ्न र राजाको पक्षमा सडक आउँदैन म अनुरोध गर्न चाहन्छु। राजाको लागि आज हामी जुन किसिमले सङ्घर्ष गरिरहेका छौँ, जुन त्याग समस्या गरिरहेका छौँ, आज हामी व्यक्तिगत स्वार्थबाट माथि उठेर, आज हामी पार्टीगत स्वार्थबाट माथि उठेर राष्ट्रिय झन्डा बोकेर यो देश बचाउनु पर्यो। राजै चाहियो भने जुन हाम्रो दृढ सङ्कल्प छ, आज त्यो शाही युवा शक्ति नेपालले 15 वर्षमा आइपुग्दाखेरि त्यसलाई जनतामा पुष्टि गर्ने अवसर पनि प्राप्त गरेको छ।